एउटै दिनमा रुनेर हाँस्ने काम भयो। ल हेर्नुहोस् है त आजको मेरो भ्लग। म चाहिँ नेपाल छोडेर अस्ट्रेलियाको बसाइको लागि जाँदैछु काठमाडौँ। त्यसपछि हामी फ्यामिली सबैजना पुग्यौँ पशुपतिनाथ मन्दिरको दर्शन गर्न। पशुपतिनाथको दर्शन गरिसकेपछि मलाई एयरपोर्टमा छोड्न मेरो फ्यामिलीहरू सबै जानुभयो र म रुँदै त्यो नेपालको भूमि छोडेर प्लेनमा चढिसकेँ र मेरो चाहिँ ट्रान्जिट चाहिँ गएर चाइनामा थियो। ट्रान्जिट धेरै घन्टाको ट्रान्जिट थियो। म कुरा नगरौँ त्यो ट्रान्जिटवाला चाहिँ र भ्यू हेर्न कति राम्रो। मैले नेपाल छोडेको दिन को भिडियो यो फर्स्ट टाइम होला मैले इन्टरनेसनल फ्लाइट फर्स्ट टाइम हो मेरो र रुँदै गएको दिन हो। अनि यता म चाइना पुगेँ। चाइनामा मेरो ट्रान्जिट थियो लगभग धेरै नै घन्टाको थियो है। अनि म एकछिन एक्सप्लोर गर्दैछु चाइनाको एयरपोर्ट चाहिँ यति ठुलो क्या, यति हिँडेर पनि नथाक्ने क्या, हिँड्दा पनि थाक्किने क्या। अनि त्यसपछि म अर्को प्लेनमा चाइना टु सिडनीको प्लेनमा चढ्न भनेर म लागेँ। हेर न कति राम्रो छ क्या, कति राम्रो, कति विकास भएको देश क्या चाइना है। त्यसपछि अलिकति हिँड्न पर्ने रहेछ। हिँड्दा म पुगेँ प्लेनभित्र चढ्नको लागि। उहाँले हाई गर्दै हुनुहुन्छ र म अर्को प्लेनमा चढिसकेपछि यति नमिठो प्लेनको खाना त कुरै नगरौँ। आई डोन्ट लाइक, यति नमिठो लाग्यो। त्यसपछि मेरो साइडमा चाहिँ एउटा आन्टी हुनुहुन्थ्यो। यति गफ गऱ्यौँ। नेपालबाट मेलबर्न जाँदै गर्नुभएको आन्टी, उहाँसँग गफ गर्दै गयौँ र फाइनली सिडनीमा ल्यान्ड हुन लाग्यो। फाइनली म सिडनीमा ल्यान्ड हुन लागिसकेँ। यति राम्रो भ्यू, यति विकसित देश है। अब हाम्रो चाँडै हाम्रो देश पनि आइविस अस्ट्रेलिया जस्तै होस् भन्ने कामना छ मेरो। र बालिन सरकार आइसकेपछि चाहिँ मलाई अलिकति भने पनि आश लागेको चाहिँ छ। अब पहिलाको नेताहरू जस्तो जे भए पनि होइन, यति राम्रो हेर्नु न, कति राम्रो भ्यू हेर्नु न, कस्तो राम्रो छ। भ्यूको साथसाथै रुँदै आएको मान्छे। म यो भ्यू देख्ने बित्तिकै कति आनन्द भयो मलाई होइन। नट ब्याड, म राम्रै कन्ट्रीमा आइछु भन्ने जस्तो फिल भयो है। र म चाहिँ अब प्लेनको ल्यान्डिङमा छु र मेरो हस्बेन्ड बाहिर कुरिरहनु भएको होला। मलाई हस्बेन्डलाई देख्नलाई यति हतार भइसकेको थियो क्या। अनि कस्तो राम्रो देखिरहेको सिटी, ओपेरा हाउस सबै कति राम्रो देखिरहेको छ हेर्नु न भ्यू। चाहिँ मैले प्लेन माथिबाट लिएको भिडियो यो। धेरै पछि यो भिडियो अपलोड गर्न पाएँ। म आएको नै 2-3 मन्थ भइसक्यो, 2 मन्थ कम्प्लिट भइसक्यो। तर मैले यो भिडियो हाल्ने चान्स नपाइरहेको भएर, टाइम त भएको के भएर मिस भइरहेको, र मैले आज चाहिँ त्यो टाइम निकालेर यो भिडियो बनाएर एडिट गर्दैछु। आज यो भिडियो जाँदैछ। अझ अलिकति राम्रो ठाउँमा बसेको भए अझै भ्यू कति राम्रो आउँथ्यो। मेरो त्यो ठ्याक्कै राम्रो ठाउँमा परेन छ क्या बस्ने ठाउँ चाहिँ। र म मेरो हस्बेन्डको अब कति बेला भेटौँ भनेर आतुरमा छु हस्बेन्डलाई है। र अब फाइनली ल्यान्ड भइसक्यो प्लेन। ल्यान्ड भइसकेपछि चाहिँ कति तल झर्ने बेलामा र माथि सुइँ जाने बेलामा चाहिँ अलिकति कस्तो डर लाग्यो जस्तो हुने। अनि माथि एउटै वेमा हिँड्दाखेरि चाहिँ त्यस्तो फिल नहुने, आनन्द हुने। अनि कान ड्याममा भइरहेको थियो। फाइनली मेरो हस्बेन्डसँग भेट भयो। मेरो हस्बेन्ड चाहिँ मलाई लिन जाँदै हुनुहुन्छ। 1 वर्षपछिको भेट, 1 वर्ष कुरिसकेर मैले मेरो हस्बेन्डसँग आज फेरि भेट्न पाएँ। खुसीको कुरा, हस्बेन्डलाई भेट्न पाइयो भनेर खुसी भयो। अब उता मम्मी ड्याडीलाई छोडेर आइयो नेपालमा भनेर म दुःखी हुँदै आएको मान्छे। एउटै दिनमा हाँसो खुसी दुवै भयो। त्यसपछि हस्बेन्डसँग म मेरो दिदीको घर गएँ। अनि भिनाजु पनि लिन आउनुभएको थियो हस्बेन्ड सँगसँगै मलाई। र हामी दिदीको घर गयौँ सबैजना। मलाई चाहिँ फर्स्ट दिन आउँदाखेरि चाहिँ कस्तो लागिरहेको थियो क्या। अनि के हो जस्तो फिल भइरहेको थियो।
फाइनल्ली म दिदीको घरमा पुग्छु र दिदी बिनाजुले मेरो लागि खाना सर्भ गर्दै हुनुहुन्छ। अनि हामी फेरि अर्को दिदीकोमा जान्छौँ रेडी भएर। हामी सबैजना अर्को दिदीकोमा जाँदैछौँ। त्यसको नेक्स्ट डेको कुरा हो, अनि मेरो भाइहरूसँग घुम्नलाई गएँ सिटीतिर। भाइ बहिनी म एउटा गाडीमा र मेरो हस्बेन्ड र अनि अर्को भाइ चाहिँ अर्को गाडीमा आउनुहुन्थ्यो। 2टा गाडी लिएर गयौँ हामीले र कति राम्रो थियो त्यो अन्डरग्राउन्ड बाटो, यो सिडनी ओपेरा हाउस जाने अन्डरग्राउन्ड बाटोमा हिँड्दैछौँ हामी अहिले। म त कति राम्रो के, यस्तो नेपालमा धुवा धुलो कस्तो हुन्थ्यो, अब अस्ट्रेलियामा यति आनन्द क्या बाटो पनि है, सबै ट्राफिक लाइटहरू यताउति यति राम्रो। हेर्नु न बाटो पनि कति राम्रो हो, घरहरू कति राम्रो हो। हुँदै अब हामी ओपेरा हाउसको नजिक पुग्न लागिसक्यौँ। फाइनली हामी ओपेरा हाउस नै पुगेँ। म ओपेरा हाउस पुगेँ, मेरो हस्बेन्ड र मैले चाहिँ यस्तो भिडियो बनाउनलाई बनाएको थियौँ है। अनि त्यसपछि हामी फेरीमा चढ्यौँ पर लगेर, अनि फेरि घुमाएर ल्याउने रहेछ क्या। अनि फेरीमा चढ्यौँ, यति चिसो हावा लगाइरहेको कि सरर हावा यति। अनि नाइट भ्यू त झन् यति राम्रो कुरै नगरौँ, झलमल्ल बत्ती है। हाम्रो देश पनि कहिले यस्तै विकास होला भनेर म यति आतुरमा छु के। यति राम्रो सिटी कहिले होला, काठमाडौँ सिटी यस्तै राम्रो भइदिएको भए कहिले हुन्छ होला भन्ने म यति आतुरमा छु। हेर्नु न कति राम्रो छ, मलाई चाहिँ लास्टै मन पर्यो। अब हामी धेरै नै रात परिसकेको थियो, अब हामीलाई घर जानु छ। अघि चाहिँ म भाइहरूसँग बसेर आएको थिएँ, अहिले चाहिँ म मेरो हस्बेन्डसँग गाडीमा बसेर आइरहेको छु। र यति नै हाम्रो आजको दिन यस्तै भयो। थ्याङ्क यू सो मच।